हेलो नमस्ते। आज चाहिँ हाम्रो मेडिकल छ है। के हुन्छ हेरौँ। हामी चाहिँ अहिले कोका कोला भन्ने ठाउँमा छौँ। यो जुन मेडिकल चाहिँ तपाईँको के अरे फिनल्यान्डमा आइसकेपछि चाहिँ मेडिकल चेक हुन्छ। मेडिकल चाहिँ के हुँदो रहेछ म तपाईँहरूलाई स्टेप बाई स्टेप बताउँछु। तपाईँको आज के हो मेडिकल हो? नबी मेडिकल हो। मेडिकल गर्दाखेरि तपाईँको वर्किङमा आउनेहरूलाई स्टुडेन्टको त मलाई खासै थाहा भएन, हुन्छ हुँदैन। तपाईँको हरेक जुनै सेक्टरको काम हुन्छ नि सबै राखेको हुन्छ क्या यहाँ। हेर्नु है, त्यो सेफ्टीको लागि उनीहरूले यही नै चेक गर्ने हो। आज म तपाईँलाई मेडिकलमा के चेक गर्छ भनेर भन्छु। हामीले फर्म भर्नुपर्ने हुन्छ। यस्तो फर्ममा यो फर्ममा चाहिँ टोटली औषधि खान्छ खाँदैन के छ हरेक कुरा गर्नुपर्ने हुन्छ है। यो यति मेडिकलमा तपाईँ कुन काममा आउनु भएको छ होइन, हस्पिटलमै चेक गर्छ क्या। यस्तो कामहरूको बारेमा नि सबै देखाउँछ क्या। यहाँ देख्नुभयो है, कुन कामको लागि कुन सेफ्टी युज गर्नुपर्छ, के गर्नुपर्छ, कसरी गर्नुपर्छ भनेर सबै चेक गर्ने हो। यहाँ के चेक गर्छ तपाईँहरूलाई गर्छ फिनल्यान्डमा होइन, यसको बारेमा चाहिँ म सबै बताइदिन्छु। यसलाई चाहिँ कोका कोला भनिन्छ है। यहाँबाट म 170 किलोमिटर जति टाढा बस्छु। नजिकै चाहिँ त्यहाँबाट मेरो चाहिँ त्यहाँबाट अर्को ठाउँमा सर्भे गरेको छ। अब सर्भे नै भनौँ न। त्यहाँबाट अर्को ठाउँमा चाहिँ त्यहाँ अब हाम्रो ठाउँमा चाहिँ थाई आएछ, थाईहरूको ग्रुप छ। अनि त्यसबाट चाहिँ हामी नेपाली ग्रुपलाई चाहिँ उता पठाएको थियो कम्पनीले। अनि हामी यहाँ मेडिकलको लागि चाहिँ कोका कोला भन्छ। मेडिकल गर्ने ठाउँ चाहिँ सरकारी हो। हाम्रो जस्तो सिभिल हस्पिटल अनि के अरे टेकु पठाउँछ नि, यो कोरियाहरूको गर्दाखेरि हो। यहाँ चाहिँ कोका कोला पठाउने रहेछ। कोका कोला भन्ने ठाउँ हो यो। मेडिकल चाहिँ सकिसक्यो है। अब मेडिकलमा फिनल्यान्डमा के गर्छ त है वर्करलाई। अब तपाईँको यहाँ लास्टै हावा चाहिँ हावा लागिरहेछ है, चिसो एकदमै चिसो, घाम पनि लागिरहेछ हावा पनि लागिरहेछ। तपाईँको मेडिकलमा चाहिँ सुरुमा तपाईँको के चेक गर्छ भनेदेखि प्रेसर चेक गर्छ है। प्रेसर चाहिँ चेक गर्छ नर्मल। जुन हाम्रो अब सुरुमा केही एक्सर्साइज नगरिकन हस्याङ र फस्याङ केही नगरिकन गर्छ नि, यहाँ चाहिँ पहिला प्रेसर चेक गर्छ। प्रेसर चेक गरेपछि कुन आउँछ हेर्छ, 2-3 चोटि चेक गर्छ। अनि त्यो प्रेसर चेक गरेपछि फेरि पनि अर्कोचोटि चाहिँ एक्सर्साइज गराउँछ। जस्तो हाम्रो उठबस गराउँछ नि त्यो टाइपको त हुँदैन होइन। तर त्यो उठबस भन्ने मतलब बस्ने उठ्ने 30 सेकेन्ड दिया हुन्छ है। अनि 30 सेकेन्ड पछि चाहिँ तपाईँको त्यो एकदमै थाक्या हुन्छ नि त। थाकिसकेपछि चाहिँ अनि त्यसको लेभलमा प्रेसर फेरि कति बढ्छ त्यो चेक गरेर हुन्छ होइन। अनि त्यस सकेपछि तपाईँको एउटा हातमा च्याप्नी हुन्छ यस्तो। त्यो च्याप्दा चाहिँ प्रेसर दिने टाइपको हुन्छ कि त्यो हाम्रो त्यो हुन्छ नि। अब यहाँ चाहिँ त्यो जस्तो के अरे साइकलको हावा चेक गर्छ नि टायरहरूको, त्यो त्यस्तो घुमिरहेको हुन्छ, मेसिन रहेको हुन्छ। कतिसम्म प्रेसर दिन सकिन्छ भनेर चाहिँ त्यो चेक गर्न आउँछ है। अनि त्यो चेक गरिसकेपछि दुईटै हात कति आउँछ, कोहीको 42, कोहीको 43, कोहीको 23, कोहीको 24 हुन्छ होइन। अनि अब प्रेसर चेक गराउँछ। अनि 30 सेकेन्डमा उठबस गराउँछ, कतिचोटि गर्नु सक्छ। अनि तपाईँको कान चेक गर्छ है। कान चेक गर्ने भनेको कस्तो पाराले चेक गर्छ भनेदेखि त्यो कानमा चाहिँ मेसिन लगाएको हुन्छ है। अनि जब उसले मेसिन लगाएको बेलामा चाहिँ कतिको आवाज पहिला सानो अलि ठुलो आउँछ, त्यहाँबाट सानो अनि सानो हुन्छ है। पहिला राइटमा आउँछ, लेफ्टमा राइटमा जुनै पनि आउँछ। ठ्याक्क यस्तो दबाउने दिया हुन्छ, कोठाभित्र हुन्छ, एकदमै साउन्ड प्रुफ होला। उसले के चेक गरेर हुन्छ बाहिर बसेर साउन्ड बज्ने बित्तिकै थिजै भन्छ। हामीले कतिको चाहिँ त्यो साउन्ड सुन्न सक्छ सक्दैन भनेर। अनि ट्याक्क बज्छ, टिक टिक गर्छ, आवाज फरक आवाज चाहिँ त्यसरी चेक गराउँछ होइन। प्रेसर भइहाल्यो, कान भइहाल्यो। अब यो ब्लड छातीहरू त्यो नर्मली चेक गरिहाल्छ होइन। यस्तो चिजहरू चाहिँ चेकअप गराउँछ। र हेल्थ कार्ड भन्छ यहाँ तपाईँको सबै कुरा चाहिँ हेल्थ कार्डमा चाहिँ गरेपछि इन्सुरेन्स सबै हुन्छ है। यहाँ इन्सुरेन्सहरू सबै हुन्छ, प्रोभाइड गराएको हुन्छ। यहाँ टेन्सन लिनु पर्दैन। त्यो कारणले गर्दाखेरि वर्करहरूलाई चाहिँ काम गर्नुभन्दा अगाडि चाहिँ सबै हेल्थ कार्डहरू बनाइसक्नु पर्ने हुन्छ। त्यही भएर आज पालो थियो हाम्रो, पालोमा चाहिँ सक्यो। अब हेल्थ कार्ड कहिले दिन्छ उनीहरूले सबै त्यहाँ लेखेको हुन्छ। औषधि खाने नखाने सब
सबै त्यो पेपरमा फर्म भर्नुपर्ने हुन्छ। त्यो भरिसकेपछि गर्नुपर्ने हुन्छ। जस्तो अस्ति नै हामीसँग एकजना काम गर्ने हुनुहुन्छ होइन, तराईकोतिरको हुनुहुन्छ। उहाँ चाहिँ अलिकति बिरामी हुनुभएको थियो। यस्तोमा लागेर चाहिँ घाइते हुनुभएको थियो। घाइते हुनु चाहिँ उहाँलाई 2 महिना रेस्ट दिएको थियो है। 2 महिनाको बेड रेस्ट थियो। पहिलो महिना चाहिँ अब हाम्रो त नर्मली 1 महिना बसेर चाहिँ काम गर्न थाल्यो। तर पहिलो महिना नि 1600-1700 थियो। यो महिना पनि तपाईँको 1000 रुपियाँ हाल्दैछ के। अस्ति स्यालेरी आउने बेलामा त्यो 1000 रुपियाँ कामै नगरिकन उसको इन्सुरेन्सबाटै पैसा आउँदो रहेछ। 1000 रुपियाँ चाहिँ 1000 युरो भनौँ न, त्यो हालिदिएको रहेछ होइन। अरूको त स्यालेरी आएको छैन, तर उसको चाहिँ 1000 युरो हालिदिएको रहेछ। हो यसरी चाहिँ हेल्थ कार्ड बनिसकेपछि एकदमै सजिलो हुन्छ। बेनिफिटहरू धेरै, 1 रुपियाँ पनि केही लाग्दैन। यहाँ तुरुन्त बन्छ होइन। तपाईँको के काम कस्तो सबै कुरा चाहिँ हस्पिटलमा चेकअप गराएर ओरेर अनि कार्ड प्रोभाइड गराउँछ। हस् त, धन्यवाद। प्लिज भिडियो चाहिँ लाइक सेयर कमेन्ट गर्नु होला है। यो चाहिँ कोका कोला ठाउँ हो।